छि 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 थु। यस्तो मान्छेहरू के बाँचिरहेको, यिनीहरूलाई चाहिँ बाढीले किन नलगेको भनेको। यहाँ चाहिँ एउटा महिलाको लासी पानीमाथि तैरिरहेको अवस्थामा दुईवटा राक्षसहरू आएर चाहिँ एउटाले चाहिँ बाँसले यता छेउमा ल्याउने अनि एउटा चोरले चाहिँ कपालमा समातेर तानेर त्यो लासले लगाएको गहनाहरू चाहिँ चोरिरहेको छ। यो दुईजनाहरू त अब राक्षसै भइहाले। त्यहाँनिर वरिपरि हेर्ने रमितेहरू अनि त्यो भिडियो बनाउनेहरू चाहिँ तिनीहरू चाहिँ के जिउँदो लास हुन्। यो देखेर अलिकति मानवता भन्ने कसैसँग छैन। मानवता भन्ने चिज पनि यिनीहरूले बेचेर खाइसक्यो होला सायद। यो दृश्य देखेर मानवताप्रति चाहिँ पुरै घृणा जाग्न थालेको छ मलाई चाहिँ। त्यो गहना मात्रै किन लान्छौ ए राक्षस, त्यो लासलाई काटेर मासु बेचेर खाओ न बरु, अनि चित्त बुझ्छ होला तिमीहरूलाई। मान्छेले लाखौँ करोडौँ गुमाएका छन्, आफ्नो ज्यान गुमाएका छन्। यिनीहरूलाई चाहिँ लासमाथि पनि अझै लासले लगाएको चिजहरूप्रति पनि अझै लोभ लालच यस्तो पनि हुन्छ। यो दृश्यको आएको हो सम्बन्धित निकायले चाहिँ पहिचान गरी यी राक्षसहरूलाई चाहिँ कडाभन्दा कडा कारबाहीसहित दण्ड जरिवाना गर्नुपर्छ भन्न चाहन्छु म चाहिँ।